डिभोर्स दिनु पर्यो कि दाइ भुन्टीलाई। सधैँ लफडामा के बसिरहनु। त्यसैले मैले यो डिसिजन गरेँ। तेरो भविष्यको लागि आनेको र तेरो भविष्य भनेको भुन्टी नै हो। श्रीमान श्रीमती बीचमा सानो तिनो खटपट भयो भन्दैमा आफ्नो श्रीमतीलाई छोड्ने, त्याग्ने, डिभोर्स दिने हाम्रो खानदानमा अहिलेसम्म भएको छैन। कसैले पनि गरेको छैन र तैँले पनि गर्ने छैनस्। कया भुन्टीलाई चाँडोभन्दा चाँडो लिएर आइज अनि भुन्टीसँग सम्बन्ध राम्रो बना। अरू कुरा मलाई केही पनि थाहा छैन। तर दाइ भुन्टी यहीँ आएकी थिए, मैले नै उसलाई पठाइदिएँ। अब गइसक्यो मान्छेलाई म फेरि के लिन जाने। मलाई त्योसँग अब सम्बन्ध गाँसो छैन। दाइ जुन कुरा म तपाईँलाई भन्न जाँदैछु नि, तपाईँले त्यो कुरा सुनिसक्नु भएपछि मैले होइन, उल्टै तपाईँले भुन्टीलाई घरबाट निकाल भन्नुहुन्छ। सुन्न चाहनुहुन्छ? के कुरा हो भन्? दाइ भुन्टी दुई जिउकी छे। भुन्टी दुई जिउकी छे रे? भुन्टी दुई जिउकी छे भन्ने कुरा यसरी कराएर भन्छन् त? यो त हाम्रो परिवारको लागि खुसीको कुरा हो। चल छिटो गएर आएर त, छिटो जा। कहाँ लिएर आउनु दाइ, कहाँ लिएर आउनु? यो खुसीको कुरो होइन दाइ, यो त हाम्रो परिवारको लागि लाज मर्दो कुरा हो। त्यसले मलाई छोडेर गएर त्यसको त्यो दाइ भनाउँदोको पेट बोकेकी छे। दाइ तपाईँ यो के भन्दै हुनुहुन्छ? म ठिक भन्दैछु भीम। त्यसैले म त्यसलाई चाँडोभन्दा चाँडो डिभोर्स दिन चाहन्छु। दाइ मलाई त्यसलाई डिभोर्स दिने अनुमति दिनुहोस्। देउला, तर तैँले भुन्टीको पेटमा हुर्किरहेको बच्चा उसकै दाइको हो भनी ठोस प्रमाण ल्याएपछि जा प्रमाण लिएर आइज। दाइ मैले बोलिसकेपछि पनि हजुरलाई मेरो कुरामा विश्वास लाग्दैन। अझ उल्टै प्रमाण चाहियो। त्यसको गर्भमा रहेको बच्चा त्यसको दाइकै हो। अब एकदम पनि नबोल। भुन्टी नारीलाई सत्य तथ्य के हो थाहा नपाइकन त्यस्तो आरोप लगाउन मिल्दैन। त्यसैले विगतले भुन्टीलाई पटक पटक गलत आरोप लगाइरहेका छौ। यसैले तैँले बोलेको यति कुरा पनि विश्वास छैन मलाई। हरेक कुराको गहिराइमा पुगेर सत्य तथ्य बुझेर मात्र बोल्ने गर। दाजु बहिनीको त्यस्तो पवित्र भुन्टीलाई डिभोर्स दिने भनेपछि दाइले भुन्टीको सपोर्ट लिँदै भाइलाई चाहिँ सम्झाएको छ। हेरौँ है त। सम्बन्धमाथि पाप सोच्नु राम्रो होइन। दाइ तपाईँलाई भित्री कुरा त थाहै छैन। तिनीहरू आफ्नै दाजु बहिनी नै होइनन्। त्यो त कहीँ नभएको सडक छाप हो। कहाँ बाटो बाटोमा गल्ली गल्लीमा सुत्थ्यो अरे, बाटोमा अरूले फ्यालेको खान्थ्यो अरे। भुन्टीले कुन्नी कहाँबाट भेटेछ त्यो बाजीलाई अनि दाइ बनाकी रहेछ। तिनीहरू बाहिरबाट मात्रै दाजु बहिनी हुन्, भित्रबाट त तिनीहरूको नाजायज सम्बन्ध छ। दाइ त बता बोल्दैछस्? भुन्टी चरित्रहीन नारी रहेछ। थाहा रहेछ त दाइ? किन बिहे गरिस्? बिहे गर्ने बेलामा चाहिँ सोझी देखिस्, राम्री देखिस् अनि बिहे गरिस्। आज तेरो मन भरियो अनि आरोप लगाउँछस्? म तेरो दाइ हुँ र यो मेरो आदेश हो तँलाई। यदि तैँले मलाई इज्जत गर्छस् र मैले भनेको मान्छस् भने अहिले नै गएर भुन्टीलाई लिएर आइज। सत्य तथ्य के हो पत्ता लगा। होइन भने भुन्टीको बारेमा एक शब्द पनि नराम्रो नबोल। जसले त त्यसको दाजुको भुँडी पो बोकेकी रहेछ। ल हेर त त्यो भुन्टी कति बाठी। अब दाजु रानो हौ रानो, तिमी भएनौ भने त हामी कोही पनि हुँदैनौ। अब भूपेन्द्रको त्यति धेरै प्रगति भएको पनि तिम्रै कारणले। अनि फेरि फकाइरहेछ बड्डीले, बुढीले चाहिँ रानो रानो भन्दै फकाइरहेछ। नन्दको बिहेमा खर्च गर्नुपर्छ भनेर उसले चाहिँ उसलाई फकाइरहेछ। हेरौँ है त। यो घर त्यति ठुलो बनेको पनि तिम्रै सहयोगले। अनि नन्दाको बिहेमा चाहिँ खर्च गर्दिन भनेर हुन्छ त बा, गरिदिनु परिहाल्यो नि। मैले भनिसकेँ त, धेरै चाप्लुसी घसेर कुरा नगर्नु के मम्मी। म अब खर्च गर्न सक्दिनँ। नन्दा
कुन दिन मैले त्यसलाई बिहे गरेछु, जहिले पनि त्यसले मलाई खाली अप्ठ्यारोमा मात्रै पार्छ। अब त्यसकै कारणले गर्दा दाइसँगको मेरो त्यस्तो राम्रो सम्बन्ध पनि बिग्रिला जस्तो छ। तर केही छैन, त्यसलाई भेटेर त्यसले त्यसको दाइ बनाउँदाको बुढी बोकेको हो भन्ने प्रमाण देखाइसकेपछि त जसरी अहिले दाइले सपोर्ट गर्नु भएको छ त्यसै गरेर भोलि त्यसको विरोध गरेर मेरो जीवनबाट त्यसलाई निकाल्न सहयोग गरिहाल्नुहुन्छ नि, अनि बल्ल मलाई ढुक्क हुन्छ। तर भेट्ने पो कसरी? भूपेन्द्र भुन्टीलाई खोज्न हिँडेको छ, भेटाउँछ कि भेटाउन्न बिचार तनावमा छ। दाइले उता त्यसो भनेको छ, भूपेन्द्र यता भुन्टीलाई खोज्न हिँडेको छ। भुन्टी कहाँ गएको थाहा छैन कसैलाई भने, फेरमा भेटाउँछ कि भेटाउन्न। दुवैजनाको फोन लाग्दैन, कहाँ चाहिँ छियोली त थियो? कहाँ जहाँ त्यहीँ खोजिसके, कहीँ केही अत्तो पत्तो छैन। त्यही त बाबु, मोबाइल पनि घरमै छोडेर गयो। त हिँड्दै खोजेको छ, भाइले भेटाउन्न। कहाँ गयो त्यो भुन्टी यार? हेर्नुहोस् है, लास्टसम्म भेटिन्छ कि भेटिन्न। त्यसले किन यस्तो गरेको नि बाबु? न घरको गयो कि बरु एकचोटि घर गएर बुझ्न। भूपेन्द्रले चाहिँ भुन्टीको भाउजूलाई भेटाएको छ। भुन्टीले के कुरा गर्छ हेरमै त। भुन्टीले पनि घर छोडेर हिँडेकी हो, भुन्टीको दाइलाई छोडेर हिँडेकी हो। अब योसित कस्तो कुरा गर्छ, घर लान्छ कि लान्ने हेरमै त। फोनै लाग्दैन भने ठ्याक्क तपाईँसँगै भेट भयो, खुसी लाग्यो। मलाई कोठामा लिएर हिँड्नुहोस् न। सरी, म तपाईँलाई त्यो कोठामा लान सक्दिनँ। किन? अहिले मेरो उहाँसँग कुनै सम्बन्ध छैन र मैले लगभग मेरो नाता उहाँसँग तोडिसकेको छु र अहिले म मेरो माइतीमै बस्छु र उहाँसँग मेरो कुनै पनि सम्बन्ध नभएपछि मेरो सम्बन्धै नभएको मान्छेको कोठामा म तपाईँलाई कसरी लिएर जान सक्छु? ए, भनेपछि तपाईँले टोकललाई छोडिसक्नु भयो? छोडिदिएँ। किन र? तपाईँहरू त एकदम मिल्नुहुन्थ्यो त। अनि तपाईँहरू पनि त एकदमै मिल्नुहुन्थ्यो, अनि तपाईँले भुन्टीलाई किन छोड्नु भयो त? किन भन्नु, आफूले विश्वास गरेको मान्छेले पटक पटक घात गरेपछि कसले सहन सक्छ र? अहिले म केही पनि भन्न चाहन्न, मात्र उनीहरूलाई भेट्न चाहन्छु। यदि तपाईँलाई थाहा छ भने उनीहरू कहाँ छन् भनिदिनुहोस् न, म उनीहरूलाई भेट्न चाहन्छु प्लिज। अनि के तपाईँ भुन्टीलाई लिन आउनु भएको? लिन होइन, म उसलाई डिभोर्स दिन चाहन्छु। त्यसैले फाइनल कुरा गर्नको लागि उसलाई खोजेर हिँडिरहेको छु। ए, डिभोर्स दिन लाग्नु भएको? ल, राम्रो सोच्नु भएछ। मैले पनि टोकलेलाई डिभोर्स दिन्छु भनेर सोचिरहेको छु। र तपाईँलाई थाहा छ कि छैन, उनीहरूको दाजु बहिनीको सम्बन्ध भित्रभित्र अर्कै छ नि। त्यही भएर म पनि टोकलेलाई छोड्न चाहन्छु र तपाईँले पनि भुन्टीलाई छोड्न चाहनुहुँदो रहेछ। तपाईँको र मेरो व्यथा त एउटै रहेछ है? हो नि, हेर्नुहोस् न, देख्दाखेरि त्यस्ता सोझा देखिन्छन्, त्यस्ता सोझा देखिनेहरूले तपाईँ र मलाई कसरी पीडित बनाए? हो नि, पहिला त्यही भुन्टीको कारणले गर्दा मैले तपाईँलाई केही नराम्रो भने, त्यसको लागि सरी है। इट्स ओके, तर अहिलेलाई मलाई तिनीहरू कहाँ बस्छन् देखाइदिएर सहयोग गरिदिनुहोस् न प्लिज। हुन्छ, मैले देखाएको चाहिँ नभन्नुहोस्। आउनुहोस्, म उनीहरू बसेको कोठा तपाईँलाई देखाइदिन्छु। आउनुहोस्। भुन्टीको दाइ खोज्दा भूपेन्द्रको घर आइसक्यो। भूपेन्द्रको घर भुन्टी छैन, भूपेन्द्र उता खोज्न हिँडेको छ। भुन्टीको दाइ भूपेन्द्रको घर आएको छ। भुन्टी चाहिँ कहाँ होली खास? हेर मै त, कहाँ चाहिँ भुन्टी? भेटिन्छ कि भेटिन्न? छैन त सामाजिक सञ्जालमा। बहिनी भेटिन भनेर त्यसैले मैले घर गएँ कि भनेर हजुरको घर पठाएको छु। भूपेन्द्रको घर, भूपेन्द्र फेरि भुन्टीको घर आएको छ खोज्न। खास कहाँ गएको चाहिँ भुन्टी? कसैले पत्ता लगाउन सकेको छैन अझैसम्म। जय साहब, किन यस्तो गर्नुभयो? पहिले त्यति राम्रो मिलेको छोरी थियो, किन आज भोलि यसरी फाटो आयो? भन्नुहोस् जय साहब। किन आयो भन्ने कुरा राम्रोसँग थाहा पाइसक्नु भयो। यदि तपाईँकी श्रीमतीले तपाईँसँग एक वचन नसोधिकन माइतीको लागि लाखौँ पैसा खर्च गरिन् भने के तपाईँ चुप्लाएर बस्न सक्नुहुन्थ्यो? हुन त तपाईँहरूसँग कहिले लाखौँ पैसा भएको पैसाको विषयमा झगडा पर्नु र तपाईँलाई थाहा हुन्थ्यो। तपाईँले यस्ता कुरा बुझ्नुहुन्न र तपाईँहरूको यो औकातभन्दा बाहिरको विषय हो। मलाई अरू कुरा केही पनि थाहा छैन। तपाईँहरूसँग धेरै बहस गर्नु छैन मलाई। तपाईँकी छोरी आउन साथ मलाई भेट्न मेरो घर पठाइदिनुहोस्। जय साहब, उसले त्यत्रो
पैसा मेरो उपचारमा खर्च गर्नेभन्दा पहिला हजुरसँग सोध्न पर्थ्यो। मेरो छोरीबाट गल्ती भएको होस् भाइ साहब, उसलाई माफ गरिदिनुहोस्। म हजुरको चरणमै पर्छु। मेरो छोरीलाई हजुरले छोडिदिनु भयो भने हामी त गाउँमा मुखै देखाउन नसक्ने हुन्छ। गाउँघरमा अनेक थरी कुरा गर्न थाल्छन् भाइ साहब। मेरो छोरीलाई माफ गरिदिनुहोस्। चुप लाग्नुहोस् तपाईँ, धेरै नाटक नगर्नुहोस्। छोरी चाहिँ गल्ती गर्दै हिँड्ने अनि आमा बाउ चाहिँ हामीलाई माफ गरिदिनुहोस् भन्दै शरण पर्ने नौटङ्कीहरू। यसरी शरण पर्नु अगाडि ज्वाइँको कमाइ खानु हुँदैन। बिरामी भए पनि आफ्नो हैसियत अनुसारको उपचार गर्नुपर्छ भन्ने कुरा थाहा छैन तपाईँहरूले? सोच्नु पर्दैन? हैसियतभन्दा ठुलो खर्च गरी उपचार गरेर आफू निको हुने, ठिक हुने, अनि मलाई चाहिँ सबैको नजरमा गिराउने, बिगार्ने। त्यही पैसाको कारणले मेरो कतिवटा सम्बन्धहरू बिग्रेका छन्, थाहा छ तपाईँहरूलाई? जय साहब, गल्ती भयो, हामीले स्वीकारिसक्यौँ। बरु मेरो अङ्ग बेचेर पैसा लिनुहोस्, तर मेरो छोरीलाई दोष नदिनुहोस्। तपाईँकै दोषकै कारणले होला ऊ यसरी घरबाट बेपत्ता भएकी। जय साहब, छोरीको ज्यानभन्दा तपाईँको पैसा ठुलो होइन। छोरीलाई खोज्नु जय साहब, छोरीलाई पहिले खोज्नु। खोजिरहनै पर्दैन, 2-4 घन्टापछि त्यो यहीँ आइपुग्छ। अहिले पक्कै पनि त्यो कुनै हस्पिटलमा छ। हस्पिटलमा रे? अनि के भयो सर, मेरो छोरीलाई हस्पिटलमा गई? के हुनु नि, तपाईँको छोरीको पेटमा तपाईँको छोरो बनाउँदाको पापको निशानी हुर्किँदैछ। मलाई भिडाउनको लागि मेरो घरमा गएकी थिए। मैले स्वीकार्दिनँ भनिसकेपछि त्यो त्यहाँबाट निस्केकी हो। अब मैले नस्वीकारेपछि त्यो बच्चा जन्माएर हुर्काइरहनु त्यसलाई जरुरी लागेन होला। त्यही भएर पक्कै पनि त्यो हस्पिटलमा एबर्सन गराउनु गएकी हो। होइन, तपाईँ यो के भन्दै हुनुहुन्छ? तपाईँ होसमा त हुनुहुन्छ? म पुरै होसमा छु। बरु तपाईँहरू चाहिँ बेहोसीमा हुनुहुन्छ जस्तो लागिरहेको छ। हुन त बेहोसी पनि के भन्नु, सबै परिवारको प्लानिङ जस्तो लागिरहेको छ मलाई। तह सडक छापले मलाई लात्ती हान्ने, तेरो यत्रो हिम्मत! साले, बहिनीको नाता गाँसेर पेट बोकाउँछस्, अरूको घरबार बिगार्दै हिँड्छस्, अनि सत्य कुरा मैले बोलिरहँदा मलाई सुन्न नसकेर भूपेन्द्र बाजे आएर भूपेन्द्र चाहिँ भेटभाव है। अब यहाँ के हुन्छ, भूपेन्द्रले हान एक थप्पड, यहाँ झगडा पर्छ है, कुटाकुट हुन्छ कि जस्तो छ। अब यहाँ भुन्टीको दाइ र दिपेन्द्रसित, भूपेन्द्रसित कुटाकुट होला जस्तो छ। भूपेन्द्रले चाहिँ नभएको कुरा लगाएको छ। खास के हो कुरो अझै थाहा भएको छैन, त्यत्तिकै चाहिँ आरोप लगाएको छ। हेरौँ अब के हुन्छ यहाँ। चाँडो भन्दा चाँडो भुन्तिर यसलाई लिएर मेरो घरमा आउनु, बुझ्यो आउने कुरो। यसलाई त हात किनै पर्नुहोस्। यसको हात किन परा मरिहाल्नु भन्दा आमा छिटो हस्पिटलमा जाऊ। बाबु जाऊ न, जाऊ बाबु बिस्तारै। सबैजनालाई नमस्कार। सन्चै हुनुहुन्छ होला? म पनि ठिक छु। के गर्दै हुनुहुन्छ? चिसो छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, न्यानो कपडा लगाउनु होला, तातो खानु होला, स्वास्थ्य एकदम ख्याल गर्नु होला। सबैभन्दा ठुलो कुरो स्वास्थ्य नै हो है। सबैजना त्यही भन्न चाहे। आजको भुन्टी कस्तो लाग्यो तपाईँलाई? भुन्टी सिरियल यो एपिसोड कस्तो लाग्यो होइन? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया चाहिँ दिनु होला। भुन्टी खास घर छोडेर चाहिँ कहाँ गएको, भूपेन्द्रले पनि भेटाउन सकेन, भुन्टीको दाइले पनि भेटाउन सकेन। भुन्टी चाहिँ खास कहाँ गएको अझै पत्ता लाग्न सकेन। भुन्टीलाई चाहिँ नभएको कुराहरू, नभएको आरोप लागेको छ। भूपेन्द्रले चाहिँ नभएको कुरा गरेको छ, आरोप लागेको छ। आरोप पहिला प्रमाण बिना चाहिँ भूपेन्द्रले बोलेको छ। यो खास कुरो के हो, सत्य हो होइन है? त्यो जान्नको लागि तपाईँले चाहिँ भुन्टी कुनै पनि एपिसोड नछुटाइकन हेर्नुपर्ने हुन्छ। बल्ल चाहिँ थाहा हुन्छ के हो कुरो भन्ने कुरा। भुन्टीको पेटमा बच्चा छ कि छैन
भन्ने कुरा अझै पनि एकिङ हुन सकेको छैन। भूपेन्द्रले चाहिँ 2 महिना बिचरा दाजुभाइलाई चाहिँ दाजुले चाहिँ पेट बोकाएको भनेर चाहिँ आरोप लागेको छ है। यो के हो कुरो खास बुझ्न सकिएको छैन। भन्टीले आफ्नो बुढाले यसो गर्यो हुन्थ्यो यसो गर्यो हुन बिचरा मनमा सम्झिरहेछे। मेरो बुढाले यसो गर्यो मेरो पेटमा बच्चा छ भन्दै सम्झिरहेछे है। मेरो बुढा यस्तो बिचरा सोचिरहेछे। भन्टी चाहिँ धेरै तनावमा धेरै सोचिछे।